आउँछु क्या कति भयो ओइ आइस न बिडरी तो खतरा देखियो नि यहाँ त धन्यवाद रोशनी बहिनीलाई। यहाँ रोशनी बहिनी आउनु भएको थियो, केही कुराहरू मैले स्थानीय यही भन्ने कुराहरू मात्र राखेको छु, बाहिरबाट ल्याएको छैन। कतिको जान्नु भएको छ भनेर सोधेको थिएँ। केही कुराहरू उहाँले छुटाउनु भयो, जान्नु भएन। त्यही भएर फेरि कक्षा 9 को एउटा स्टुडेन्ट अगाडि आइदिनु होला। कक्षा 9 को स्वेच्छा यहाँ सागर विश्वकर्मा आउनु भएको छ। मैले उहाँलाई यहाँलाई सोध्छु। हाय हाय पोज दे पोज धन्यवाद सागर भाइलाई। सागर भाइले पनि केही कुराहरू छुटाउनु भएको हुनाले मैले कक्षा 8 को एउटा स्टुडेन्टलाई स्वेच्छा, कक्षा 8 क्लासको कक्षा 8 को स्वेच्छाले एकजना आइदिनु होला। यहाँ कक्षा 8 बाट दीपा घरती आउनु भएको छ। मैले उहाँलाई सरस्वती यहाँको स्थानीय अन्नहरूलाई सोध्छु। चाहिँ गर्मी भयो एकबाट लेख्दा चाहिँ के एक मिनेट हो नबिन्दा यता पिन्टा धन्यवाद दीपा बहिनीलाई। हाम्रो दीपा बहिनी पनि जलिले एउटा दुईटामा झुकिएको हुनाले मैले कक्षा 7 बाट स्वेच्छाले तो बोल्दाखेरिको आइदिनु होला। यता यहाँ छोएर पज गर्ने अनि चाहिँ भर पज गरी भयो। 7 क्लासबाट रक्षा पोखरेल आउनु भएको छ। उहाँलाई मैले सरस्वती सोध्छु। जुम नगर के यो चाहिँ पज गरे भयो त त्यहाँ गएर देखाइदिए हुन्छ बरु एकजना आइजाऊ न
मेरोसँग आइज न तपाईँलाई यही कुराहरू अलिअलि झुक्किनु भएको छ सबै अब सबैले झुक्किनु भएको छ यो कोदोलाई धेरैले तोरी गर्नुभयो अलिकति झुक्किएर होला जस्तै पनि हुन्छ कोदो जस्तै पनि हुन्छ त्यो झुक्कियो कोही कोही साथीहरू त फापरलाई गहुँ भन्नुभएको छ कसैले यो कसैलाई गहुँलाई के भन्नुभएको छ यो हाम्रै स्थानीय यही फलिराख्ने चिजहरू हो तपाईँहरूले अझै बढी अध्ययन गरिदिनु होला घरमा यो के हो मम्मीलाई सोध्नु यसलाई के भन्छ भनेर है र हामी आज आजको स्वास्थ्य भोलिको स्वास्थ्य जीवन भन्नाले हामीले आज कस्तो भोजन गर्छौँ हामीले आज राम्रो भोजन स्वस्थ भोजन गऱ्यौँ भने भोलिको हाम्रो जीवन पनि स्वस्थ हुन्छ त्यो कारणले गर्दाखेरि हामीले यो विद्यालयमा अहिले दिवा खाजा यो प्रयोगमा आएको हुनाले स्थानीय खाजा नै स्थानीय उत्पादन भएका खानालाई खाजा बनाएर खानुपर्छ भन्ने यो यसको मूल मन्त्र हो त्यो हुनाले हामीले आज शक्ति दिने शरीरलाई शक्ति दिने खाना विद्युत विकास गर्ने खाना सुरक्षा गर्ने खाना सूक्ष्म पोषक तत्त्व विविध कुराहरू हामीले प्रदर्शन गराएर राखेका छौँ हैन कुन खानाले के गर्छ हाम्रो शरीरलाई भन्ने कुराहरू प्रदर्शन गरिराखेको छ धेरै साथीहरू के अरे धेरै भाइ बहिनीहरूलाई विद्यालयको विद्यालयको पाठ्यक्रममै पनि कता कुराहरू छ होला त्यही पनि हामीले त्यसबाटै आएर केही कुराहरू छलफलमा ल्याएका छौँ प्रदर्शन गरेर राखेका छौँ भन्दै मैले आजको यो विद्यालय पोषण के अरे स्वास्थ्य यो परिजीवी नियन्त्रण जुकाको औषधि खाइसक्नु भयो जेठको पहिलो साता र मङ्सिरको पहिलो साता हामीले यो जुकाको औषधि बाँड्छौँ अनि यो दिवा खाजाको प्रबन्धन खानेपानीमा त सरसफाइ विभिन्न किसिममा हाम्रो केही कुराहरू थोरै राखिदिनु हुन्छ धन्यवाद सरलाई हेलो धन्यवाद सरलाई मेरो नाम लक्ष्मी बस्ने म चाहिँ यहाँ पौराणिक स्वास्थ्य चौकीमा चाहिँ अनमी पदमा चाहिँ कार्यरत छु आज चाहिँ यो पोषण सप्ताह भएको यो जेठ महिना चाहिँ पोषण सप्ताह महिना भएकोले चाहिँ यहाँ यो पोषण सम्बन्धी अब प्रदर्शन गरेर देखाएर हजुरलाई त्यो सम्बन्धी जनचेतना जगाएर चाहिँ हामीले यो कार्यक्रम अगाडि बढाएका छौँ आजको स्वस्थ भोजन भोलिको स्वस्थ जीवन भन्ने मूल नाराका साथ चाहिँ हामीले यो विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह 2082 चाहिँ कार्यक्रम सञ्चालन गर्छौँ यसमा चाहिँ तपाईँले के बुझ्नु भएको छ पोषण भनेको चाहिँ के हो खासमा कस्तो खाना खानुलाई चाहिँ पोषणयुक्त खाना खानु भनिन्छ एकजनाले भन्नुहोस् त ल 10 क्लासमा पढ्ने एकजनाले भन्नुहोस् ल कस्तो खानालाई यहाँ पनि हामीले प्रदर्शनमा ल्याएका छौँ कसरी मिलाएर खाने अनि त्यसलाई चाहिँ हामीले पोषणयुक्त खानेकुरा भनिन्छ ल एकजनाले मात्र भन्नुहोस् त पोषणयुक्त खाना भनेको हामीलाई शरीरलाई चाहिने दैनिकी आवश्यक पर्ने अन्नजन्य वृद्धि गर्ने खानाहरू सुरक्षा गर्ने खाना अनि त्यसपछि फलफुल जन्ने खानाहरू हैन अनि सूक्ष्म पोषक तत्त्वहरू मिलेको खाना चाहिँ खानुलाई चाहिँ पोषकयुक्त खाना भनिन्छ के है यसमा पनि के छ भने अन्नजन्य खानाहरू भनेको अब यो चामल गहुँ फापर अनि त्यसपछि कोदो अनि मकैहरू हैन त्यो पर्छ अब यो वृद्धि विकासमा खानामा चाहिँ यो दालहरू गेडागुडी दालहरू पर्छ है यसमा चाहिँ भटमास चना केराउ सिमीहरू मसुरहरू यहाँ देखाएका छौँ नि यो चाहिँ अन्नजन्यमा पर्छ
पर्छन्। अनि त्यसपछि फेरि यहाँ सुरक्षा दिने खाना भनेको फलफुलहरू होइन, फलफुल र अनि सागपात चाहिँ सुरक्षामा पर्छन् है। फलफुलहरू यो सागपात भयो होइन, फलफुलमा अब केरा अनि मेवा अनि फेरि भुइँकटहर छ अनि स्याउ अनारहरू छन् होइन। अब सागपातहरू छ त्यो चाहिँ सुरक्षा दिने खानाहरूमा परे। अनि त्यसपछि अरे यहाँ पशु पक्षी जन्ने भनेको पशु वा पक्षी जन्ने पशुबाट हुने दुधहरू दहीहरू बन्छ होइन। अनि फेरि पन्छीहरू अब माछा मासु भयो अन्डा भयो त्यो चाहिँ पशु पक्षी जन्ने भयो है। त्यो खानाहरू चाहिँ हामीले दैनिक मिलाएर खानु पर्दछ। अनि जस्तै कि सूक्ष्म पोषक तत्त्वमा चाहिँ भिटामिनहरू मिनरल्सहरू अनि त्यसपछि फेरि आइरनहरू यिनी आयोडिनयुक्त नुनहरू खाइन्छ नि, त्यो आयोडिन नुन त्यो चाहिँ सूक्ष्म पोषक तत्त्वमा पर्छ है। त्यो चाहिँ खानु पर्यो। बिहान बेला भात दाल तरकारीमा तरकारी सागपातहरू हुनु पर्यो, फलफुलहरू अनि गाजरहरू यिनीहरू हुनु पर्यो। अनि पशु पक्षी जन्मेमा कि मासुहरू अनि दुध दही अनि घिउ मात्रै जुन भयो नि भयो क्या, त्यो मिलाएर चाहिँ खानुपर्छ हामीले। दही अन्न जन्ने अनि फेरि गेडागुडीहरू साग सब्जीहरू फलफुलहरू अनि फेरि यो पशु पक्षी जन्ने मिलेर चाहिँ हरेक बार खाना चार भएको है त्यो हो। अनि त्यसपछि फेरि यहाँ देख्नु भएको छ नि होइन, यो हरेक बार खाना चारमा यो पर्यो है, यो सर्लक्कै यो भित्र यो सबै खानु पर्यो कि मिलाएर। अब अन्न जन्नेमा एकैचोटि अब सबै अब भात पनि खाने अब गहुँको रोटी पनि खाने गर्नु परेन कि, त्यो मध्ये एउटा भइ नि खानु पर्यो कि होइन। अब खानामा अब अन्न जन्नेमा अब यहाँ के देखाएको छ चामल रोटीहरू मकैहरू देखाएको छ, त्यो अब हामीले खाने अब दैनिक खाने खानामा हुनु पर्यो, अब यो अन्न हुनु पर्यो होइन। अनि गेडागुडीमा दालहरू अब जुनको दाल भए पनि दाल हुनु पर्यो क्या होइन। अनि त्यसपछि फेरि फलफुलमा अब केराहरू स्याउहरू अब आफूको सिजनमा आफ हुन्छ होइन, अब त्यही अनुसार मिलाएर त्यो पनि खानु पर्यो। अनि त्यसपछि फेरि पशु पक्षी जन्नेमा के हुनु पर्यो माछा मासु अनि दुधहरू दुधहरू अनि के अरे घिउहरू जुन भयो नि एटलिस्ट एउटा हुनु पर्यो। अनि त्यसपछि फेरि यो घिउ तेल मिठाई त्यो भयो। यो मिठाई भनेको अब यो चाहिँ अलिक कम मात्रामा खाने भन्छ, अहिले नुनहरू कम खाने होइन अनि फेरि चिनीहरू कम खाने त्यो चाहिँ कमै खानु पर्यो। तर पनि यो पशु पक्षी जन्नेको मिलाएर यो चारवटा भाग चाहिँ जाँड रक्सी चाहिँ नखाने है। हल्ला नगर्नुहोस् न सबैजना। अब चाहिँ यहाँ विद्यालय स्वास्थ्य पोषणमा चाहिँ के पढ्छन् भन्ने कुरा भयो है। विद्यालय स्वास्थ्य पोषणमा अब परजीवी नियन्त्रण भनेको चाहिँ यो तपाईँहरूले यो खानु भयो नि अस्ति भर्खर जुकाको औषधि, त्यो अब जुका नलाग्न दिनको लागि त्यो परजीवी नियन्त्रण भदौ र असोज चाहिँ त्यो गरेर 13 हप्ता चाहिँ बच्चाहरूले हल्ला नगर्नुहोस् त। हल्ला नगर्नु। किशोरी आइरन चाहिँ होइन विद्यालयले 10 देखि 19 को लागि वितरण गर्नुहुन्छ। उहाँ को फोकल पर्सन हुनुहुन्छ, उहाँले चाहिँ खानुहुन्छ। अनि त्यस खुवाउनुहुन्छ अनि त्यसमा 13 हप्ता 3 महिनामा साउन भदौ असोज गरेर 13 हप्ता खानुहुन्छ। अनि त्यसपछि 3 महिना चाहिँ ग्याप हुन्छ है। 13 हप्ता 3 महिना भनेको 13 हप्ता ग्याप हुन्छ। अनि फेरि 13 हप्ता खाने अनि 13 हप्ता छोड्ने भन्ने यो आइरन चकी के अरे आइरन चकी खानुहुन्छ। त्यो पनि कसले खानुहुन्छ, एउटा 10 देखि 19 वर्षभित्रको किशोरीले खानुहुन्छ। अनि हप्तामा एकचोटि अब जुन बार चाहिँ त पर्छ अब आइतबार खानुहुन्छ भने आज पनि आइतबारै खानु पर्यो अरे 13 हप्ता कन्टिन्यू खानु पर्यो है। यो चाहिँ रक्त अल्पता नहोस्। रक्त अल्पता हुँदाखेरि अब के अरे खान मन नलाग्ने अनि त्यसपछि फेरि काम गर्न मन नलाग्ने अल्छी लाग्ने त्योले रक्त अल्पता भएको महिला एकदम त्यो कुपोषिततिर जान्छ। कुपोषित हुने कारणले गर्दा उसले जन्माउने सन्तान अनि त्यसपछि गर्भवती हुँदा गर्भवतीमा पनि कुपोषितै हुन्छ नि त। त्यही भएर चाहिँ त्यो नहोस् भन्नको लागि चाहिँ किशोरी आइरनहरू खाइन्छ। अब यो बेलामा चाहिँ अब महिनाभरि भएको कारणले गर्दा चाहिँ के हुन्छ
रगत खेर गइरहेको हुन्छ नि त धेरै, त्यही भएर पनि त्यो कमीले गर्दा रक्त अल्पता नहोस् भन्नको लागि चाहिँ आइरन चक्की खाने गरे है। अनि दिवा खाजा अनि सरले भने जस्तै दिवा खाजा चाहिँ अब 5 क्लासभन्दा मुनिकाले चाहिँ दिवा खाजा यहाँबाट खुवाउनु भयो। त्यसमा पनि अब यही स्थानीय उत्पादन भएका खानेकुरा चाहिँ खानु पर्यो, बनाएर दिनु पर्यो। घरबाट ल्याउँदा पनि हल्ला नगर्नुहोस् त एकछिन। दिवा खाजा खाँदा चाहिँ होइन अब यहाँ क्यान्टिनमा छ कि बनाउनु दिनुहोस् है त्यो होटेलमा। सागसब्जी अब घरमै बनाएर रोटी तरकारीहरू लिने त्यस्तो गर्नु पर्यो, तर बाहिर किनेर खाने गर्नु भएन। प्याकेटका चिजहरू च्याउचा बिस्कुटहरू खानु भएन है। त्यसले गर्दा स्वास्थ्यमा असर पर्छ, अरू रोगहरू लाग्छ। यसले चाहिँ अब ताकत दिँदैन नि त यो खानेकुराले। अब स्थानमा उत्पादन भएका खानेकुराले चाहिँ के हुन्छ, अब हामीलाई शरीरलाई फाइदा दिन्छ। रोगहरू खानेपानी यो उमा चाहिँ होइन, हजुरले खानेपानी चाहिँ घरबाट उमालेर होइन थर्मसमा हालेर दिनु पर्यो है। अनि त्यसपछि सुन्नु, अब तपाईँले दिउँसोमा खाने खाजाहरूमा खाजा खाँदा पनि तपाईँले पहिला साबुन पानी राम्रोसँग हात धोएर मात्र खाने। अनि खाजा खाएपछि चाहिँ साबुन पानीले हात धोएर खानु पर्यो। टोइलेट जाँदा आउँदा पनि साबुन पानीले हात धुने। अनि फेरि टोइलेट गरिसकेपछि पानीहरू प्रशस्त राख्नु पर्यो है। बुझ्नुभयो? फेरि त्यो प्याकेटवाला नुनमा चाहिँ रासायनिक पदार्थहरू अरू के केमिकलहरू राखेर बनाउँछ भने चाहिँ आज ढिका नुन खान सुरु गरेको भन्ने सुनेछु मैले। तर त्यो गर्नु हुँदैन, त्यसमा चाहिँ आयोडिन हुँदैन है। त्यही भएर यो 2 बालबालिका भएको चिन्ह आयोडिनयुक्त नुन खानु पर्यो। हल्ला नगर्नुहोस् है। यहाँ हेर्नु त, यहाँ आयोडिनयुक्त नुन हो यो चाहिँ होइन, त्यो प्याकेटवाला त्यो ढिका नुनमा चाहिँ आयोडिन हुँदैन। हामीलाई शरीरमा आयोडिनको एकदम जरुरत पर्छ है। यसमा यहाँ 2 बालबालिकाको चिन्ह भएको छ। यसमा योवाला चाहिँ नुन खानु पर्यो है। अब यो भिटामिन चाहिँ अब अरू खानेकुराहरूमा पनि पाइन्छ होइन। त्यही भएर ठुलो क्लासमा छैन, क्लासहरूमा स्कुलहरूमा खुवाउँदैन। बच्चाहरू चाहिँ 5 वर्षभित्रको बच्चाहरूले चाहिँ खान्छन् होइन यो भिटामिन ए चाहिँ होइन। अनि यो चाहिँ 6 महिनादेखि 1 वर्षकोले आधा खान्छ भने माथिको 1 वर्ष माथिको 5 वर्षभित्रकोले चाहिँ एउटा खान्छन् होइन भिटामिन ए। यो पनि सूक्ष्म पोषक तत्त्वमा पर्यो है। यो सूक्ष्म पोषक तत्त्व यस्तो हो, शरीरलाई कम चाहिने तर अत्यावश्यक हो कि यो सूक्ष्म पोषक तत्त्व भनेको। अब हामीले खानेकुराहरूबाट चाहिँ सूक्ष्म पोषक तत्त्वहरू भएको खानेकुराहरू कम खाइन्छ। अब त्यसबाट कम आउने भएर कहिलेकाहीँ चाहिँ हामीलाई यिनी भिटामिनहरूको कमी पर्ने हुनाले चाहिँ यिनी भिटामिनहरू बिचबिचमा राख्ने, जुकाको औषधि खुवाउने, अनि तपाईँहरूलाई आइरन खुवाउने। त्यो चाहिँ यसको मूल हो कि त्यस्तो भिटामिनहरूको कमी नहोस् भन्नको लागि चाहिँ खुवाइन्छ है। अनि यो बालमिटा चाहिँ यो पनि सूक्ष्म पोषक तत्त्वमा पर्छ। यो चाहिँ 6 महिनादेखि 2 वर्षभित्रको बच्चाहरूले खाने हो। अब यो पनि यसको पनि चरण छ। अब के अरे 2 महिना खाने, 2 महिना 4 महिना ग्याप गर्ने, फेरि 2 महिना खाने गरेर यसका 3 चरणहरू छन्। त्यो पनि 2 वर्षभित्रको बच्चा तपाईँहरूका भाइ बहिनीहरू होला नि, 2 वर्ष मुनिका भाइ बहिनीहरू हो, उनीहरूले चाहिँ खान्छन् यो बालमिटा है। उस्तै फेरि कम तौल भएको होइन, अब उचाइ अनुसार कम तौल हुने, उमेर अनुसार कम तौल हुने त्यस्तो बालबालिकाहरूले पनि यो 5 वर्षभित्रको छ भने चाहिँ खान पाउँछन् है। यसमा चाहिँ विभिन्न भिटामिनहरू मिलेर बनेका छन् होइन। यो तपाईँले खाइराख्नुहुन्छ नि आइरन यो किशोरीहरूले, त्यसका असरहरू चाहिँ कसैलाई टाउको दुख्ने, रिगाटा लाग्ने, बमी टाउला यस्तो हुने, अब दिशा साह्रो आउने त्यस्तो हुनसक्छ। यसको
असरी त्यही हो कि होइन, त्यही भएर डराउनु पर्दैन। त्यो पानीहरू टन्न खानु पर्यो, त्यतातिर ध्यान दिनु भने मलाई यस्तो भयो औषधि खाएर भनेर हुँदै भएन है। त्यो खाइसकेपछि तपाईँहरूले कसैले टिचरहरूले खाना दिने अनि तपाईँले त्यो नखाएर पकेटमा राख्ने अनि फाल्ने पनि भन्ने सुनेको छौँ, तर त्यो गर्नु हुँदैन है। त्यो आफूलाई रक्त अल्पताबाट के अरे बच्नको लागि चाहिँ यो खाने हो है। त्यही भएर त्यस्तो गर्नु भएन, खानु पर्यो। त्यो औषधिले असर केही गर्दैन। छ भने चाहिँ हेल्पमा आएर सोद्धा पनि हुन्छ है। कहिलेकाहीँ भर्खर केही हस्, धन्यवाद। विद्यार्थीहरू चाहिँ आफ्नो कोठामा बस्ने एकछिन। अहिले फोटो भनिसकेपछि 6 देखि 10 सम्मका विद्यार्थीहरू घर जाने अरू यहाँ कार्यक्रम छ। एकछिन त्यहाँ फोटो खिच्न त्यहाँ बस्ने।